ओके ल मैले रेकर्डिङ पनि स्टार्ट गरिसकेँ। सो अब चाहिँ हामी डिस्कस गर्छौँ। ल यो क्वेसनमा फर्स्ट क्वेसनमा जाऊ। यो क्वेसनले के भनेको छ भनेर पहिला हामी चेक गर्छौँ है। ल यहाँनिर हामीलाई हाउ दैट द नम्बर भनेर नम्बर अफ वेज इन विच द लेटर्स अफ द वर्ड कम्प्लिट क्यान बी अरेन्ज सो द्याट रिपिटेड लेटर्स आर अलवेज टुगेदर भनेको छ है। सो रिपिटेड लेटर्स आर अलवेज टुगेदर भनेको छ। सो अब यो भनेको के हो हामी पहिला यहाँनिर अब चेक गरौँ है त। सो हामीलाई पहिला के भनेर दिएको छ त, हामीलाई चाहिँ कम्प्लिट भनेर हामीलाई एउटा चाहिँ सेन्टेन्स दिएको छ, COMPLETE भनेर दिएको छ। यहाँ पहिला हामीले यान इक्वल टु चेक गरौँ। हामी यान भनेको हामीलाई 1 2 3 4 5 6 7 8 है। सो हामीलाई चाहिँ अब नर्मल कन्डिसनमा 8 भनेर दिएको छ है। र अनि हामीलाई यो क्वेसनले के भन्यो भने रिपिटेड लेटर्स आर अलवेज टुगेदर भनेको छ है। सो रिपिटेड लेटर्स आर अलवेज टुगेदर भनेको अब यहाँनिर के रिपिट छ भनेर चेक गर्ने है। सो यहाँनिर अब रिपिटेड लेटर भनेको एउटा ई मात्रै छ है। सो ई भन्दा बाहेक बाँकी चाहिँ रिपिटेड छैन है। सो यो के छ भने हामीलाई कम्स टुगेदर छ भने जुन चिज चाहिँ कम टुगेदर भनेको छ त्यसैलाई हामीले के भन्ने त हामीले कम्स टुगेदर भनेको छ भने त्यसैलाई चाहिँ हामीले 1 सपोज गुड। अब हामीले सपोज गर्नु पर्यो हामीले एज अ 1 भनेर है। सो अब यो केसमा अब हामीले सिम्पल अब हामीले ए को लागि लेट 2e एज 1 है। सो दुईवटा ईलाई हामीले 1 भनेर हामीले के गर्छौँ त, अब हामीले 1 भन्छौँ, एउटा लेटर हो भनेर हामीले लेट गर्यौँ है। सो त्यहाँबाट नाउ नम्बर अफ लेटर्स यान इज इक्वल टु के भयो त हाम्रो यसमा चाहिँ अब 7 भयो है। सो यहाँनिर हामीले यान इक्वल टु अब 7 भनेर भयो है। सो अब चाहिँ देन नम्बर अफ ways of arrangements is equal to 7 factorial। यो केसमा केही चिजहरू रिपिटेड भए चाहिँ हामीले एज अ 1 मान्थ्यौँ हैन। यसरी हामीलाई चाहिँ त्यो चिजमा यसमा हामीलाई त्यो 1 मान्न नपर्ने भए चाहिँ हामीले त्यही नम्बरले डिभाइड गर्थ्यौँ हैन। सो यहाँनिर 2 इजलाई हामीले 1 मानेकोले डिभाइड गर्नु परेन है। सो अब हामीले यसलाई हामीले अब 7 फ्याक्टोरियल भनेको 7 * 6 * 5 * 4 * 3 * 2 * 1 भनेको भयो। यहाँबाट 5040 भयो है। र अनि यो केसमा हामीलाई 2 इज भनेको छ, ई पनि अब एकअर्कासँग चेन्ज भयो भने पनि केही फरक पर्दैन है। इफ त्यो बेलामा फेरि अब हामीलाई यो ई को पनि फेरि छुट्टै नम्बर अफ अरेन्जमेन्ट निकाल्नु पर्थ्यो। इफ हामीलाई डिफ्रेन्ट लेटरहरू थियो भने चाहिँ त्यहाँबाट हामीले छुट्टै चाहिँ हामीले के गर्नु पर्थ्यो त, हामीले नम्बर अफ अरेन्जमेन्ट चाहिँ अब निकाल्नु पर्ने हुन्थ्यो है। ल सो अब नेक्स्ट क्वेसनमा जाम है त। सो अब हामीलाई नेक्स्टमा बीमा भनेको छ युजिङ हामीलाई प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सन हामीलाई प्रुभ द्याट भनेको छ है। सो हामीलाई म्याथमेटिकल इन्डक्सनमा प्रुभ गर्नको लागि फर्स्टमा P1 प्रुफ हुनु पर्यो, त्यहाँबाट फेरि PKB ट्रु भन्नु पर्यो र अनि PK + 1 पनि ट्रु हुन्छ भनेर देखाउनु पर्यो है त। ल सो अब यहाँनिर दिएको बी नम्बरमा जाम है त। सो बी नम्बरमा हामीलाई P इज सच द्याट के दिएको छ त 1 क्यूब + 2 क्यूब + 3 क्यूब + डट डट प्लस n क्यूब भनेर दिएको छ इक्वल टु n * n + 1 को पावरमा होल पावरमा 2 भनेर दिएको छ डिभाइड बाइ 4 भनेर दिएको छ है। ल यो केसमा अब हामीले सो when n इज इक्वल टु 1 भनेर अब हामीले when n इज इक्वल टु 1 भए बेलामा सो LHS भनेको अब LHS इक्वल टु यहाँनिर 1 हाल्ने हैन, 1 भनेको फर्स्ट टर्ममा जे छ त्यही भनेको हो है। सो यहाँनिर चाहिँ हामीले 1 को क्यूब दिएको छ फर्स्ट टर्म, सो यो भनेको 1 भयो। र अनि सेम मेथडले RHS निकाल्यो भने सो हामीलाई 1 इन्टु यहाँनिर योसँग माथिको सँग चाहिँ झुक्किने हैन है, यहाँ गरे मैले 1 * 1 + 2 को होल पावरमा 2 भयो अनि डिभाइड बाइ 4 भयो है। ल अब यो गर्दाखेरिमा यसरी यहाँनिर 2 हैन 1 हो, 1 भयो। सो यो गर्दाखेरिमा पनि यहाँनिर 4/4 आउँछ, यो भनेको 1 आयो। सो अब यहाँनिर LHS इक्वल टु के आयो त RHS आयो हैन। सो सिन्स LHS इज इक्वल टु हामीलाई यहाँनिर LHS इक्वल टु RHS, सो P1 इज ट्रु है। सो P1 चाहिँ ट्रु हुन्छ भन्नु पर्यो है त। सो अब P1 ट्रु छ भने अब हामीले PKB ट्रु भन्नु पर्यो। सो अब हामीले लेट PKB ट्रु सच द्याट के बिलोङ्स टु n है। अब के भनेको n अथवा रियल नम्बर अथवा नेचुरल नम्बरमा पर्छ भनेर हामीले लेट गर्नु पर्यो। सो अब हामीले चाहिँ नाउ सो अब यहाँबाट अब हामीले नाउ PK इज इक्वल टु नाउ PK इज इक्वल टु 1 क्यूब + 2 क्यूब + 3 क्यूब अनि 3 क्यूब प्लस डट डट इक्वल टु डट डट इज इक्वल टु प्लस n क्यूब इक्वल टु हामीले अब यहाँनिर के लेख्ने है, हामीले चाहिँ PK निकाल्दाखेरिमा n आउने ठाउँमा के हाल्नु पर्यो है। ल सो अब हामीले त्यो हाल्दाखेरिमा यहाँनिर के आयो त अब हाम्रो K क्यूब इक्वल टु K टाइम्स K + 1 को होल पावरमा पावर 2/4 आयो है। सो यहाँनिर चाहिँ अब हामीले के गरेको त सिम्पल हामीले जहाँनिर चाहिँ n आएको छ त्यहाँनिर के हालेको हो है। ल अब हामीले त्यसपछि यहाँनिर हल्का ठाउँ नपुग्ने भएकोले मैले यहाँ माथिबाट नै लेखिदिन्छु। यहाँनिर माथिबाट हामीले अब के गर्छौँ भने we have to show that PK + 1 be true है। सो यहाँनिर हामीले PK + 1 चाहिँ ट्रु हुन्छ भनेर देखाउनु पर्छ। सो त्यो देखाउनको लागि यहाँनिर भएको जहाँनिर n आएको छ नि सो n आएकोमा K + 1 र यहाँनिर पनि K + 1 भएको चाहिँ टर्म देख्नु पर्यो है। ल अब त्यो टर्म देखाउनको लागि सिम्पल छ, यहाँनिर हामीले PK
k plus 1 is equal to के गर्ने भने यतापट्टिको पहिला इआलएचएस जे छ त्यही नै लेख है। यहाँनिर 1 + 2 1 क्यूब + 2 क्यूब + 3 क्यूब + डट डट प्लस k क्यूब भयो र अनि त्यो लेखिसके पछाडि त्यहाँनिरको लास्ट टर्म जे छ त्यसैलाई रिपिट गरेर लेख्ने र अनि रिपिट गर्दाखेरिमा k को ठाउँमा k + 1 गर्ने है। सो अब यो केसमा यहाँनिर लास्ट टर्म भनेको k क्यूब छ। सो यो k क्यूबलाई रिपिट गरेर लेख्दाखेरिमा k + 1 को क्यूब भनेर लेख्नु पर्यो है। सो यहाँनिर मैले के कारणले k + क्यूब लेखेँ भनेर त थाहा पाइसक्यो होला है। ल सो अब यो चाहिँ लेखेको थाहा पायो भने अब हामीले यहाँनिर यो मैले जहाँनिर यो मैले अन्डरलाइन लगाएको छु त्यो भनेको यतापट्टि यो मैले गोलो लगाएकोसँग मिल्यो कि नै चेक गरेर त्यो भनेको यतापट्टिकोसँग मिल्यो नि त हैन। सो p k सँग मिल्यो। सो अब p k भए बेलामा हामीले यहाँनिर के लेखेको छौं त अब त्योसँग हामीले यहाँनिर मिलाउँछौं है। यो मात्र भनेको यो मैले गोलो लगाएको छ पहेँलो साइड देखिन होला त्यो मैले अघि चाहिँ लाइन तानेको चाहिँ त्यहाँनिर चाहिँ तिमीले चेक गर। सो त्यहाँनिरबाट अब त्यो भनेको मैले यहाँनिर के लेखेछु त मैले अब यहाँ k टाइम्स k + 1 को होल पावर 2/4 भनेर लेखेको छु र अनि यहाँनिरको यो k + 1 को क्यूब छ नि यो त जे छ सेम टु सेम यहाँनिर हामीले लेख्नु पर्यो है। सो त्यो अब हामीले प्लस k + 1 को होल क्यूब। सो अब हामीले अब यो टर्म छ नि मैले यहाँ टिक लगाएको यो टिक लगाएको टर्मलाई यहाँनिरको माथिको यो मैले रेड चाहिँ लाइन जहाँनिर देखाएको छु सो त्यहाँनिरको टर्मसँग मिलाउनु पर्यो। जस्ट हामीलाई यान आएको ठाउँमा k + 1 आउनु पर्यो है त। ल अब सो त्यो छ भने अब हामीले यहाँनिर अब के गर्छौं त हामीले अब सिम्पल अब हामीले यहाँनिर पावरको रुल लगाएर यसलाई हामीले सिम्प्लिफाई गर्छौं है। ल सो यो भनेकोलाई मैले k को स्क्वायर टाइम्स k + 1 को पावर 2 अनि /4 भन्न मिल्यो अनि अब प्लस k + 1 को होल क्यूब भन्न पनि मिल्यो है। ल अब यो लेख्न मिल्यो भने यहाँनिर अब हामीलाई के चाहिएको त भने यहाँनिर हामीलाई यो यान छ नि हामीलाई यान भएको ठाउँमा k + 1 चाहिएको छ र यहाँनिर पावर 2 पनि छ। सो यहाँनिर k + 1 को पावर 2 छ। सो अब फेरि यहाँनिर k + 1 को पावर 3 पनि छ। अब हामीले यहाँबाट के गर्छौं भने k + 1 को पावर 2 लाई कमन लिदिन्छौं है। त्यसलाई हामीले के गर्यौं त हामीले k + 1 को पावर 2 लाई हामीले कमन लियौं भने यहाँनिर के बाँकी रह्यो भने k²/4 अनि प्लस k + 1 बाँकी रह्यो है। ल यो त थाहा पाइसक्यो। अब चाहिँ यहाँबाट हामीले सिम्प्लिफाई गर्ने अब k + 1 को पावर 2 अनि टाइम्स हामीले k² + 4k अनि प्लस यहाँनिर 4/4 गरेर हामीले यसमा चाहिँ 4 ले एलसीएम लिएको है। हामीले यहाँनिर एलसीएम लिएको त पक्कै पनि बुझ्यो होला है। ल अब यो बुझ्यो भने हामीले अब यहाँनिर k + 1 को होल स्क्वायर अनि फेरि यतापट्टि यो भनेको k + 2 को होल स्क्वायर/4 लेख्न मिल्यो है। सो यो लेखिसकेपछि अब हामीलाई देखाउनु पर्ने के थियो त यहाँनिर जहाँनिर यान आएको थियो त्यहाँनिर हामीले यो ठाउँमा पनि k + 1 हैन र अनि यहाँनिर भएको चाहिँ यहाँ पनि k + 1 भनेको चाहिँ के को ठाउँमा आउनु पर्यो त यानको ठाउँमा आउनु पर्यो र अनि फेरि +1 भयो। यसको पावर 2 भनेको हामीलाई k + 1 k + 2 को पावर 2 देखाउनु पर्ने रहेछ हो। त्यही टर्मसँग हामीले अब यहाँनिर मिलाइदिन्छौं है। त्योसँग मिलाउँदाखेरिमा अब k + 1 र अनि हामीले k + 2 भनेको k + 1 + 1 र फेरि यसको होल पावरमा 2 गर्दिए दुईटैको पावर सेम भएकोले /4 भनेको त 4 नै छ है। ल अब त्यहाँबाट चेक गर्यौं भने अब चाहिँ यसमा बल्ल मिल्यो है। अब चाहिँ हामीलाई हेन्स अब हामीले के भन्नु पर्यो त सो p यान इज ट्रु भनेर हेन्स प्रुफ भन्नु पर्यो है। ल यो चाहिँ हामीलाई सिम्पल छ। अब फर्स्टमा यान = 1 राख्ने त्यहाँबाट हामीले चाहिँ एलएचएस र आरएचएस प्रुफ गर्ने र अनि त्यस पछाडि चाहिँ हामीले pkb ट्रु गर्ने र अनि pk + 1 निकाल्ने है। सो pk + 1 लाई निकाल्दाखेरिमा यान आउने ठाउँमा k + 1 आउनु पर्यो है। ल सो अब यो कुरा बुझ्यौ भने अब हामी 3 नम्बरमा जाम है त सी नम्बरमा। ल सो अब सी नम्बरमा हामीलाई e भनेर प्रुफ गर्न दिएको छ। सो e अथवा log k भनेर दिएको छ भने फर्स्ट अफ अल हामीले सिम्पल e को पावर x अथवा e को पावर 1 भनेको के हो थाहा पाउनु पर्यो। सो अब हामीले यहाँनिर हामीलाई चाहिँ के थाहा छ त अब e को पावर x भनेको थाहा छ 1 + x/1 को फ्याक्टोरियल अनि प्लस x²/2 को फ्याक्टोरियल र अनि फेरि प्लस x³/3 को फ्याक्टोरियल प्लस डटदेखि चाहिँ कहाँसम्म थियो त हाम्रो त इन्फिनिटीसम्म थियो है। ल अब हामीलाई यो त e को पावर x भयो भने थियो। सो वेन हामीलाई यदि x = 1 हामीले चाहिँ x = 1 हाल्ने हो भने यहाँनिर e को पावर 1 भनेको e नै हो। सो मैले यो चाहिँ 1 लाई अब लेखिन। सो e = 1 + 1/1 को फ्याक्टोरियल र अनि फेरि 1 + सरी अब हामीलाई यहाँनिर चाहिँ 1 को पावर 2 भनेको 1 हो 1/2 को फ्याक्टोरियल र अनि प्लस 1/3 को 3 को फ्याक्टोरियल अब प्लस डट टु इन्फिनिटी भन्न मिल्यो है। ल सो अब यहाँसम्म बुझ्यौ भने अब चाहिँ हामीले यहाँबाट मिलाउन कोसिस गर्ने है। ल अब हामीलाई यहाँनिर पहिला गिभनमा जाम हामी अथवा अब गिभनमा पनि एलएचएसमा जाम हामी। यो भनेको 2/1 फ्याक्टोरियल अनि प्लस 4/3 फ्याक्टोरियल अनि अब प्लस 6/5 फ्याक्टोरियल प्लस डट टु इन्फिनिटी भनेर दिएको छ। सो अब हामीले यहाँनिर चाहिँ चेक गर्छौं के यहाँनिर माथिपट्टि सबैको न्युमरेटरमा 1 1 छ कि नै e आउनको लागि हो छ। अनि फेरि हामीलाई चाहिँ के छ त तलपट्टि चाहिँ हामीलाई 1 फ्याक्टोरियल 2 फ्याक्टोरियल 3 फ्याक्टोरियल छ। बट यहाँनिर चाहिँ 2 4 6 दिएको छ। यहाँनिर 1 भएको ठाउँमा 2 4 6 भनेर दिएको छ। त्यहाँनिर 1 2 3 आउनु पर्नेमा हामीलाई अब हामीलाई दिएको छ त त्यहाँ हामीलाई 1 3 5 दिएको छ। सो अब हामीले एकअर्कासँग हामीले रिलेट गर्छौं। यहाँ 1 भन्दा 1 + 2 भनेको 2 दिएको छ। फेरि यहाँनिर 3 भएको ठाउँमा 3 + 1 भनेको 4 भयो हैन।
र अनि फेरि 5 भएको ठाउँमा 5 + 1 भनेको 6 दिएको छ। सो अब हामीले यहाँनिर यो चीजलाई हामीले के गरिदिन्छौँ त हामीले एज अ समको रूपमा हामीले एक्सप्रेस गर्छौँ है। ल सो अब हामीले यसलाई इक्वल टु 2 भनेकोलाई मैले 1 + 1 भन्न मिल्यो 1 + 1/1 फ्याक्टोरियल अनि फेरि 4 भनेको 3 + 1/3 को फ्याक्टोरियल र अनि फेरि 6 भनेको 5 + 1/5 फ्याक्टोरियल प्लस डट डट टु इन्फिनिटी है। र अनि फेरि हामीलाई के थाहा छ भने a/c अनि फेरि हामीलाई प्लस b/c छ भने हामीले यसलाई a + b/c लेख्न मिल्छ र फेरि अब यहाँनिरको यसको भाइस वर्सा पनि गर्न मिल्छ। सो अब मैले यहाँनिर के गरेँ भने 1/1 फ्याक्टोरियल अब प्लस 1/1 फ्याक्टोरियल प्लस यसलाई मैले 3/3 को फ्याक्टोरियल अनि प्लस 1/3 को फ्याक्टोरियल अनि अब प्लस 5/5 फ्याक्टोरियल अनि अब प्लस 1/5 को फ्याक्टोरियल गरेर मैले ब्रेक गरेँ। सो अब यहाँसम्म ब्रेक गरेको त पक्कै पनि बुझ्छौ होला है। ल अब इफ बुझेन भने यहाँनिर बुझेन भनेर सोध्न मिलिहाल्छ है त। ल सो अब यहाँनिर अब हामीले अब 1/1 को फ्याक्टोरियल भनेको 1 भन्न मिल्यो अनि यसलाई हामीले 1/1 फ्याक्टोरियल अब हेर्ने यहाँ 3/3 को फ्याक्टोरियल छ यहाँनिर है। सो यो भनेको हामीले 3 लाई 3 नै लेखेँ र अनि यहाँनिर यो 3 को फ्याक्टोरियल छ जुन यो 3 फ्याक्टोरियललाई हामीले 3 × 2 को फ्याक्टोरियल लेख्न मिल्छ। यो y अनि हामीलाई y भने n फ्याक्टोरियल छ भने हामीलाई n × n - 1 को फ्याक्टोरियल लेख्न मिल्छ। सो अब मैले यसलाई चाहिँ के गरेँ भने यहाँनिर हामीलाई 3/3 को 3/3 फ्याक्टोरियल छ। सो यहाँनिरकोलाई मैले अब के गरिदिन्छु त मैले यहाँनिर जस्ट मिनिट है मार्कर लेखिन। ल यहाँनिर अब 3/3 फ्याक्टोरियल भनेको 3 × 2 फ्याक्टोरियल प्लस 1/3 फ्याक्टोरियल अनि 5/5 फ्याक्टोरियल भनेको 5 × 4 को फ्याक्टोरियल भयो र अनि र फेरि अनि अब यहाँनिर हामीलाई अनि फेरि अब प्लस 1/5 को 5 को फ्याक्टोरियल भयो है। ल प्लस 1/5 फ्याक्टोरियल प्लस डट डट टु इन्फिनिटी। सो अब हामीले यहाँबाट 1 + 1/1 फ्याक्टोरियल अब 3 3 कट भएको छ भने अब प्लस 1/2 फ्याक्टोरियल हैन र अनि फेरि प्लस 1/3 फ्याक्टोरियल प्लस यहाँबाट 5 5 कट भयो 1/4 फ्याक्टोरियल अनि प्लस 1/5 फ्याक्टोरियल अनि फेरि प्लस डट डट टु इन्फिनिटी भयो। सो अब यो भनेको त यहाँनिर e सँग मिलिहाल्यो। सो अब यो इक्वल टु हामीले e भन्न मिल्यो। सो इज इक्वल टु RHS अब प्रुभ भयो भन्नु पर्यो है। सो जस्ट हामीलाई यहाँनिर के थाहा पाउनु पर्यो भने हामीलाई e को पावर x भनेको यो हो भनेर चाहिँ हामीले थाहा पाउनु पर्यो है। ल त्यो थाहा पाइसकेपछि त e भनेको के हो निकाल्नलाई सिम्पल नै छ है त। ल सायद यहाँसम्म पनि अब बुझ्यो होला। अब म नेक्स्ट क्वेसनमा मुभ गर्छु है। ल सो यो क्वेसनमा जाम हामी यहाँनिर हामीलाई एउटा ट्रायंगल ABC मा भनेको छ हाम्रो यहाँनिर पनि हामी अब ए नम्बरमा LHS मै जाम। त्यहाँनिर हामीलाई थाहा भएको भनेको के दिएको छ त a टाइम्स cos b माइनस अब cos c भनेर दिएको छ। सो अब यो बुझाउनु भन्दा अगाडि यहाँ पहिला हामीलाई थाहा पाउनुपर्ने बेसिक लहरु छ। सो त्यो ल मध्येमा मैले एउटा अब प्रोजेक्सन ल भनेर चाहिँ मैले अब बुझाइदिन्छु है त। सो यहाँनिर यो हामीलाई एउटा हामीलाई ट्रायंगल ABC भनेर दिएको छ। यो चाहिँ यो a होला यो b भयो यो चाहिँ c भयो यो साइड चाहिँ a भयो यो चाहिँ b भयो यो चाहिँ c भयो है त। ल सो र मैले यहाँनिर एउटा सानो चाहिँ एउटा मैले चाहिँ के गर्छु त मैले एउटा यसलाई हाफ गरिदिन्छु। सो त्यो गर्दाखेरिमा अब यहाँ मैले पोइन्ट ए बाट एउटा परपेन्डिकुलर लाइनलाई ड्र गरेँ। ल यहाँनिर सो अब यो चाहिँ x होला रे यो चाहिँ y होला रे है। र अनि यहाँनिर हामीलाई थाहा भएको भनेको के थाहा छ भने हामीलाई यो चाहिँ एंगल भनेको b हो सरी यो एंगल भनेको b हो र यो चाहिँ एंगल भनेको c हो है। सो अब मैले यहाँनिर cos b लेखेँ भने cos b भनेको बेस अपन हाइपोटेनियस हुन्छ हैन। सो अब मैले यहाँनिर cos b लेखेँ भने अब बेस भनेको x/c लेख्न मिल्यो। यहाँबाट हामीले x इज इक्वल टु c cos b भन्न मिल्यो है। हामीले यहाँनिर x इज इक्वल टु c cos b भन्न मिल्यो। सेम मेथडले मैले यहाँबाट cos c लेखेँ भने यो ट्रायंगलमा मात्र चेक गर्ने हो है। यहाँनिर हामीले मैले यो ट्रायंगल मात्र चेक गर्दाखेरि cos c को लागि है। सो अब cos c को लागि हामीले अब के भन्न मिल्यो त बेस भनेको y बाइ यो केसमा अब फेरि s भनेको b भयो। यहाँबाट हामीले के लेख्न मिल्यो भने y इज इक्वल टु b cos c भन्न मिल्यो है। सो y इज इक्वल टु b cos c भन्न मिल्यो। सो अब मैले यहाँबाट x + y इज इक्वल टु के लेख्न मिल्यो भने c cos b र अनि फेरि त्यहाँबाट प्लस b cos c लेख्न मिल्यो। यो चाहिँ मैले जस्ट ल मात्र बुझाएको है। यो ल अब ललाई हामीले प्रोजेक्सन ल भन्छौँ है प्रोजेक्सन ल। ल सो अब मैले यहाँबाट फेरि x + y भनेको फिगरबाट के हो त a भन्न मिल्यो। a इज इक्वल टु c टाइम्स cos b अनि अब प्लस b टाइम्स cos c भन्न मिल्यो। यो फर्मुला थाहा भयो भने यही किसिमले हामीले बाँकी फर्मुलालाई पनि हामीले जेनेरेट गर्न मिल्छ। सो अब मलाई यहाँबाट हेर्ने है त। सो अब हामीलाई अब सेम मेथडले मैले यहाँबाट b इक्वल टु के भन्न मिल्यो। अब हामीले b इक्वल टु के भन्न मिल्यो त हामीले अब a भए बेलामा c cos b c सँग cos b आयो b सँग cos c आयो। सो यो बेलामा b को लागि हामीले अब यहाँनिर के भन्न मिल्यो त हामीले यहाँनिर हामीले a cos c र अनि फेरि अब प्लस c cos a भन्न मिल्यो। र अनि फेरि हामीले c इज इक्वल टु यहाँबाट हामीले अब के भन्न मिल्यो त a cos b र अनि फेरि b cos
ए भन्न मिल्यो है। ल सायद अब यहाँसम्म त बुझे होला है, यो लको बारेमा त थाहा पायो होला है त। ल सो अब हामीले के गर्छौँ त यसलाई सिम्पली हामीले ए ले भित्रपट्टि हामीले के गर्छौँ त मल्टिप्लाई गर्छौँ। इफ यो ल थाहा भएन भने सिम्पल cos a र cos c को हामीले चाहिँ अब हामीले चाहिँ त्यहाँनिर फर्मुला हाले पनि हुन्छ है। अब कुन फर्मुला भन्ला इफ cos a छ भने त्यो भनेको हामीलाई b स्क्वायर प्लस c स्क्वायर माइनस a स्क्वायर बाई 2bc वाला छ, यो फर्मुला पनि हामीले युज गर्न मिलिहाल्छ है। ल अब a cos b माइनस यहाँनिर a cos c छ। सो अब मैले यहाँनिर मैले अब के गरेँ भने यो रेड बक्स लगाएकोबाट है यो c इक्वल टु a cos b प्लस b cos a भनेर यहाँ मैले रेड बक्सभित्र जहाँनिर छ त्यहाँबाट हामीले a cos b भनेको के लेख्न मिल्यो भने a cos b इक्वल टु c माइनस b cos a भन्न मिल्यो। सो अब त्यही चिज मैले यहाँ लगेर यहाँ मैले a को ठाउँमा a cos b को ठाउँमा मैले c माइनस b cos ए लेख्न मिल्दो रहेछ। फेरि अब त्यहाँबाट फेरि मैले यहाँनिरबाट माथिपट्टिकोबाट यो b इक्वल टु यो व्हाइट बक्स छ नि, सो त्यहाँबाट मैले अब a cos c को ठाउँमा मैले सिम्पल माइनस लेखेर के लेख्न मिल्दो रहेछ त माइनस b माइनस र अनि फेरि c cos a लेख्न मिल्यो है, b माइनस c cos a लेख्न मिल्यो। ल सरी यहाँ c पनि छ है। ल सो अब हामीले ल c माइनस b cos a र अनि फेरि यहाँबाट माइनस b प्लस c cos a भयो। त्यहाँबाट अब हामीलाई चाहिएको के हो त c माइनस b पनि हो। सो अब हामीले सेम टर्मलाई एक ठाउँमा राख्छौँ c माइनस b प्लस c cos a लाई हामीले के गर्यौँ त c cos a कमन आयो, यसरी हामीले यहाँनिर लेख्यौँ र अनि फेरि माइनस b cos a लेख्यौँ है। ल सो यहाँदेखि c माइनस b अनि फेरि अब प्लस दुईटैबाट cos a चाहिँ सेम छ, cos a लाई हामीले के गर्यौँ त कमन लियौँ। सो यहाँनिर c माइनस b बाँकी भयो। सो दुईवटामै c माइनस b चाहिँ बाँकी छ, यहाँबाट हामीले अब c माइनस b सेम भएकोले हामीले यसलाई लियौँ भने यहाँनिर 1 बाँकी भयो, 1 प्लस cos a भयो। सो यो भनेको अब RHSसँग मिल्ने भयो। सो हेन्स प्रुभ भनेर हामीले भन्न मिल्यो है त। ल अब मेन चिज भनेको यहाँनिर एउटा कुरा थाहा पाउनु पर्यो, के कुरा भने हामीलाई चाहिँ हामीले यहाँनिर अब प्रोजेक्सन ल भनेको के हो भनेर चाहिँ थाहा पाउनु पर्यो है त। ल सायद यहाँनिर केही डाउट छ भने सोध्न मिलिहाल्छ, केही थियो त छ भने छ भनौँ है। त्यहाँनिर अब मलाई देखाउनको लागि मात्रै जोइन हुने चाहिँ होइन है, आफूले रियल्ली आफू पनि एक्टिभ हुनु, अब तिमीहरू पनि एक्टिभ हुनु पर्यो है। ल सो अब बी नम्बरमा अब चाहिँ जाम है त। सो अब बी नम्बरको लागि हामीलाई फाइन्ड द एंगल बिट्विन टु भेक्टर भनेको छ, दुईवटा भेक्टर बीचको एंगल निकाल्न दिएको छ है। सो त्यो छ भने हामीले सिम्पल हामीलाई कि त हामीलाई थाहा भएको भनेको ए भेक्टर डट बी भेक्टर छ भने यो भनेको के हो त हामीलाई म्याग्निट्युड अफ ए भेक्टर टाइम्स म्याग्निट्युड अफ बी भेक्टर cos थीटा भनेको हो। अथवा हामीलाई इफ हामीलाई ए भेक्टर क्रस बी भेक्टरको हामीलाई म्याग्निट्युड छ भने यो भनेको अब म्याग्निट्युड अफ ए भेक्टर टाइम्स अब म्याग्निट्युड अफ बी भेक्टर र अनि टाइम्स साइन थीटा लेख्न मिल्छ। यो दुईवटाबाट जुनसुकै फर्मुला युज गरेर भए पनि हामीले ए भेक्टर र बी भेक्टर बीचको चाहिँ एंगल निकाल्न मिलिहाल्दो रहेछ। र अनि अब प्राय जसो हामीलाई डट प्रोडक्ट निकाल्नलाई हामीलाई इजी हुने भएकोले यो केसमा हामीले यो खाले क्वेसन दियो भने हामीले अब प्राय जसो मिल्न चाहिँ हामीलाई चाहिँ के गर्छ त दुईवटाबाट नै मिल्ने हो, बट अब हामीलाई सहज भनेको अब हामीले डट प्रोडक्ट लियौँ भने हामीलाई सहज हुन्छ है त। ल सो अब हामीलाई यहाँनिर लेट अब मैले यसलाई बी को लागि है। सो गिवन भेक्टर्स बी ए भेक्टर एन्ड बी भेक्टर भनेर मैले लेट गरेँ। सो अब हामीलाई ए भेक्टर इक्वल टु हामीलाई के दिएको छ त आई भेक्टर प्लस जे भेक्टर माइनस 2k भेक्टर र अनि फेरि हामीलाई बी भेक्टर इक्वल टु 2i भेक्टर माइनस जे भेक्टर माइनस k भेक्टर भनेर दिएको छ। सो अब हामीले यहाँबाट ए भेक्टर डट बी भेक्टर निकाल्यो भने यहाँनिर के आउने भयो त हामीलाई आई भेक्टर प्लस जे भेक्टर माइनस 2k भेक्टर र अनि डट अनि फेरि हामीलाई 2i भेक्टर माइनस जे भेक्टर माइनस k भेक्टर दिएको छ। सो अब इफ तिमीहरूलाई चाहिँ अब डट प्रोडक्ट निकाल्नलाई चाहिँ अब याद छ भने अब चाहिँ त्यही अनुसार निकाल्नु पर्यो। इफ अब यहाँनिर डट प्रोडक्टको लागि पनि बिर्स्यो भने हामीले सेम कोफिसिएन्टहरु मात्रै अब हामीले मल्टिप्लाई गर्ने, लाइक हामीले चाहिँ जे सँग जे को के सँग के को र फेरि आई सँग आई को कोफिसिएन्टहरु मात्रै मल्टिप्लाई गर्ने। सो अब यहाँनिर चाहिँ 1 भयो, यहाँनिर 2 दिएको छ, हामीलाई 1 * 2 भनेको 2 भयो, जे को लागि फेरि 1 र माइनस 1 भएको छ। सो अब 1 * माइनस 1 भनेको माइनस अब 1 आयो र अनि के को लागि फेरि माइनस 2 र माइनस 1 छ। सो यो भनेको अब प्लस 2 भयो इक्वल टु हामीलाई ए भेक्टर डट बी भेक्टर भनेको 3 आउँदो रहेछ है। ल अब फेरि चाहिँ अब त्यस पछाडि हामीले अब के गर्छौं त हामीले यहाँनिर म्याग्निट्युड अफ ए भेक्टर निकाल्छौं। इफ हामीलाई भेक्टरको म्याग्निट्युड निकाल्नु पर्ने छ भने त्यो बेलामा हामीले के गर्छौं त हामीले सिम्पली हामीले भेक्टरको हामीलाई एक्स वाइ जेड एक्सिसको भेक्टरहरुको हामीले के गर्छौं त हामीले त्यसको कोफिसिएन्टको स्क्वायरको रुट निकाल्छौं है। ल सो यहाँनिर हामीले 1 स्क्वायर प्लस 1 स्क्वायर अनि फेरि अब प्लस माइनस 2 को स्क्वायर भयो। यहाँबाट ए भेक्टरको म्याग्निट्युड भनेको √6 आयो है। सेम मेथडले हामीले म्याग्निट्युड अफ बी भेक्टर निकाल्ने, यहाँबाट पनि हामीलाई के आयो त 2 को स्क्वायर प्लस माइनस 1 को स्क्वायर अनि प्लस माइनस 1 को स्क्वायर भयो। यो गर्दाखेरिमा पनि √6 आयो है। ल अब यो भयो भने अब हामीलाई वी नो दैट हामीलाई के थाहा छ त हामीलाई हामीलाई थाहा भएको भनेको ए भेक्टर डट बी भेक्टर इज इक्वल टु ए भेक्टरको म्याग्निट्युड बी भेक्टरको म्याग्निट्युड अनि cos थीटा हुन्छ। यहाँबाट हामीले दुईवटाको चाहिँ हामीले के गर्यौं त डट प्रोडक्ट भनेको हामीले यहाँबाट 3 आएको छ, 3 इक्वल टु √6 इन्टु √6 अनि cos थीटा भयो। यहाँबाट 3 इक्वल टु 6 cos थीटा भयो। यहाँदेखि 3/6 यहाँ अड लेखौं
3/6 इक्वल टु cos थीटा भयो। देयरफोर cos थीटा इक्वल टु 1/2 भयो। देयरफोर cos थीटा इक्वल टु अब 1/2 भनेको के हो त cos 60 डिग्री हो। सो देयरफोर थीटा इक्वल टु हामीले 60 डिग्री भन्न मिल्यो है। ल यो दुईवटा भेक्टर दिएको छ र त्यो भेक्टर बीचको हामीलाई चाहिँ एंगल निकाल्नु पर्ने छ भने पनि के गरेर निकाल्ने रहेछ भनेर थाहा पाइसक्यो है। ल इफ केही कुराको कन्फ्युजन छ भने अब तिमीले सोध्न सक्छौ। ल केही चाहिँ छ कि नै बोलम है। हेलो बोला बाबु। हाई हेलो। ल हाई हेलो हैन के केही प्रब्लम छ कि नै भनेको। त्यसपछि अब हामीले यहाँनिर सी नम्बरमा है। ल सी नम्बरमा फाइन्ड द हामीलाई इसेन्ट्रिसिटी अफ द कोनिक सेक्सन भनेको छ है। ल सो अब हामीलाई दिएको इक्वेसनबाट यो चाहिँ कुन फिगर हो अथवा कुन चाहिँ कोनिक सेक्सन हो, प्याराबोला, हाइपरबोला अथवा इलिप्स, सर्कल के हो भनेर थाहा पाउनु पर्यो है। ल त्यो थाहा पाउनको लागि फर्स्ट अफ अल हामीले के गर्छौँ त स्ट्यान्डर्ड फर्मुलामा जान्छौँ हामी है। ल अब हामी यहाँ मैले यसलाई चाहिँ मैले डिलिट गरेँ। ल सी नम्बरको लागि है त। ल अब हामीलाई सी नम्बरमा x स्क्वायर प्लस 4y स्क्वायर माइनस 4x अनि प्लस 24y प्लस 24 नै दिएको छ इक्वल टु 0 भनेर दिएको छ। यो खाले फर्ममा छ भने हामीले चाहिँ एलएचएसलाई हामीले अब जहाँ पनि x माइनस s को स्क्वायर र अनि फेरि अब प्लस y माइनस k को अब y माइनस k को होल स्क्वायरसँग हामीले के गर्ने त अब हामीले सधैँभरि कम्पेयर गर्नु पर्यो है। ल त्यो गर्दाखेरिमा अब यहाँनिर के आउने भयो भने अब यहाँबाट हामीले पहिला चाहिँ हामीले के गर्ने भने x लाई हामीले अब जहाँ पनि हामीले के गर्ने त हामीले दुईटैलाई सँगै राख्ने है। सो हामीलाई x स्क्वायर माइनस 4x र अनि फेरि अब प्लस 4y को स्क्वायर त्यहाँबाट फेरि अनि फेरि हामीलाई प्लस 24y र अनि फेरि प्लस 24 इज इक्वल टु 0 भयो है। र अनि यो क्वेसनबाट हामीलाई अब दुईटा चिजहरू त फिक्स नै थाहा पाउनु पर्यो है। यो दिएको इक्वेसन चाहिँ के हो त यहाँनिर यो चाहिँ प्याराबोला र सर्कल चाहिँ हुन मिल्दैन भनेर थाहा पाउनु पर्यो है। प्याराबोला पनि हुन मिल्दैन र फेरि यसमा चाहिँ x स्क्वायर र y स्क्वायरको कोफिसिएन्ट फरक फरक भएकोले यो दुईटै केस मिलेन है। ल सो यहाँनिर दिएको फिगर चाहिँ पक्कै पनि यो गिवन इक्वेसन चाहिँ कि त हामीलाई के को त इलिप्सको हो कि त भने हाइपरबोलाको हो है। ल सो अब हामीले यसलाई हामीले के गर्ने त हामीले यहाँनिर दिएको इक्वेसनलाई पर्फेक्ट स्क्वायरमा कन्भर्ट गर्ने है त। ल सो त्यो छ भने हामीले ल और x स्क्वायर माइनस 2 डट x डट 2 भयो र अनि यहाँनिर b को ठाउँमा 2 आएकोले 2 को स्क्वायर माइनस यसलाई हामीले अब हामीले यहाँनिर मिलाउनको लागि चाहिँ माइनस 2 को स्क्वायर गर्नु पर्यो र अनि सेम मेथडले यहाँबाट हामीले 4 कमन लियौँ भने हामीलाई सहज हुन्छ है। सो हामीले y स्क्वायर अब प्लस 6y भयो र अनि प्लस अब 24 इक्वल टु 0 भयो। अब हामीले यहाँबाट हामीले यसलाई के भन्न मिल्यो भने x माइनस 2 को होल स्क्वायर अनि फेरि माइनस 2 को स्क्वायर भनेको 4 भयो फेरि अब प्लस 4 टाइम्स अब मैले यहाँनिर रेड लाइन जहाँ तानेको छु त्यहाँनिरको टर्मलाई हामीले के गर्छौँ त हामीले के गर्ने त पर्फेक्ट स्क्वायरमा कन्भर्ट गर्ने। सो त्यो गर्दाखेरिमा अब यहाँनिर हेर्ने है त। यहाँनिर हामीले अब y स्क्वायर भनेको a को ठाउँमा छ अब प्लस 2a को ठाउँमा y आयो अब b को ठाउँमा त्यहाँनिर 6y भनेर दिएको छ। सो अब b को ठाउँमा चाहिँ यहाँ 3 आउँदो रहेछ प्लस 3 को स्क्वायर माइनस 3 को स्क्वायर भयो प्लस 24 इक्वल टु 0। सो यहाँबाट हामीलाई और x माइनस 2 को होल स्क्वायर अनि फेरि यहाँबाट अब प्लस 4 भयो। यो मैले जहाँनिर मैले अब चाहिँ अन्डरलाइन गरेको छु त्यहाँबाट हामीले अब है त्यो टर्मलाई हामीले अब के भन्न मिल्यो त हामीले y प्लस सरी यहाँनिर त माइनस रहेछ नि त्यसरी ठिक छ हामीले y प्लस 3 को स्क्वायर लेख्न मिल्यो है। सो यहाँ मैले y प्लस 3 को होल स्क्वायर माइनस 3 छ यो 3 को स्क्वायर भनेको 9 भयो है। सो यहाँनिर 9 भयो र अनि मैले यसलाई होल ब्राकेटमा राखिदिएँ अनि फेरि यहाँनिरको 24 माइनस यहाँको 4 भनेको प्लस 20 हुने भयो। ल यहाँसम्म बुझिएन भने बुझ्दैन भन्ने है अथवा मैले कहीँ कतै बिगारेको छ भने पनि त्यहाँनिर तपाईँले बिगार्नु भयो भनेर भन्न सक्छौ है त। ल सो अनि फेरि यहाँबाट और हामीले यसलाई चाहिँ x माइनस 2 को होल स्क्वायर प्लस 4 टाइम्स हामीले यसलाई y प्लस 3 को होल स्क्वायर अनि फेरि माइनस 9 इन्टु 4 हुने भयो है। 9 इन्टु 4 भनेको अब यो चाहिँ 36 भयो र अनि प्लस 20 इक्वल टु 0 यहाँनिर पनि इक्वल टु 0 भयो। सो अब हामीले यसलाई x माइनस 2 को स्क्वायर अनि फेरि अब प्लस 4 टाइम्स y प्लस 3 को स्क्वायर यहाँनिर माइनस 16 आउँथ्यो त्यो टर्मलाई मैले राइट साइडपट्टि लिएँ भने यो भनेको 16 मात्र भयो। भने पछाडि यहाँनिर सबै टर्महरू पोजिटिभ आयो त्यो भनेपछि यो पक्कै पनि इलिप्स हो भनेर थाहा पाउनु पर्यो। सो अब यो चाहिँ के हो त यहाँनिर इलिप्स हो भने अब चाहिँ त्यसको इक्वेसन भनेको के हो त x माइनस h को स्क्वायर बाई a स्क्वायर अनि बाई b स्क्वायर इक्वल टु 1 त्यो भनेको हामीलाई राइट साइडपट्टि हामीलाई 1 चाहिएको छ। सो अब हामीले यहाँनिर के गर्छौँ त हामीले अब x माइनस 2 को स्क्वायर अनि बाई हामीले यहाँनिर यता ल्याउँ 16 लाई अनि यहाँबाट 4 टाइम्स y प्लस 3 को होल स्क्वायर बाई 16 यहाँबाट 4 यो भनेको 4 टाइम्स भयो और यहाँनिर इक्वल टु 1 और x माइनस 2 को स्क्वायर बाई 16 प्लस 4 सरी y प्लस 3 को होल स्क्वायर बाई 4 इक्वल टु अब 1 भयो। त्यहाँबाट अब हामीले के गर्ने त भने कम्पेयरिङ विथ x स्क्वायर बाई a स्क्वायर प्लस y स्क्वायर बाई b स्क्वायर इक्वल टु 1। सो वी गेट यहाँबाट हामीलाई के थाहा भयो त हामीलाई a को स्क्वायरको ठाउँमा के छ त यहाँनिर 16 भयो र अनि b स्क्वायरको ठाउँमा 4 भनेर दिएको छ। सो अब हामीलाई यहाँनिर के निकाल्नु पर्ने छ त हामीले चाहिँ अब हामीलाई चाहिँ इसेन्ट्रिसिटी निकाल्नु पर्ने छ। हामीलाई इसेन्ट्रिसिटी हामीलाई e इज इक्वल टु
e इक्वल टु हामीलाई यो केसमा हामीलाई के दिएको रहेछ त हामीलाई चाहिँ के दिएको छ त इलिप्स दिएको छ सो हामीलाई e भनेको लेस देन 1 हुन्छ सो अब हामीले रुट अन्डर 1 माइनस b स्क्वायर बाइ a स्क्वायर यो केसमा a इज ग्रेटर देन b हुने भएकोले अब डिभाइडमा a भएको हो है ल सो अब हामीले यहाँबाट a को भ्यालु र b को भ्यालु हाल्यो भने यहाँनिर e इज इक्वल टु अब b भनेको त्यहाँबाट चाहिँ के आयो त 16 4 गर्दाखेरिमा 12/16 भनेपछि यहाँबाट रुट 3/2 आयो है ल रुट 3/2 आयो यो भ्यालु भनेको लेस देन अब 1 नै हो है सो अब हामीले चाहिँ यसरी इसेन्ट्रिसिटी पनि निकाल्न मिल्छ यो क्वेसन बुझेन भने कहाँनिर बुझेन तिमीहरूले चाहिँ मलाई क्वेसन गर्न मिल्छ ल केही छ त कन्फ्युजन छ कि छैन बोलम न लाज नमानम छैन ल सो अब नेक्स्ट क्वेसनमा मुभ गरौँ है त हामी ओके हामीलाई यहाँनिर सल्भ भनेर दिएको छ y dx minus x dy इक्वल टु xy dy भनेर दिएको छ यो भनेको हामीलाई केबाट दिएको त हामीलाई चाहिँ केबाट हो त हामीलाई चाहिँ केबाट हो त डिफरेन्शियल इक्वेसनबाट दिएको क्वेसन हो है हामीले मेनली हामीलाई सिम्पल भनेको के हो भने x र y लाई छुट्याउन मिल्छ कि नै भनेर चेक गर्ने है इफ हामीले चाहिँ अब x भएकोतिर चाहिँ x हाल्ने अब हामीलाई x भएकोपट्टि dx र अनि फेरि dy र dy को ठाउँमा चाहिँ y हामीलाई चाहिँ y लाई एकातिर x लाई एकातिर राख्न मिल्यो भने बल्ल हामीलाई सहज हुन्छ है त ल यो क्वेसनमा जाम है त हामी सो अब हामीले यसलाई हामीले अब यहाँ y dx minus x dy इक्वल टु xy dy भनेर दिएको छ हैन ल अब हामीलाई यसलाई चाहिँ हामीले दुईवटालाई छुट्याउनको लागि डिफरेन्ट मेथडहरु छन् त्यो मध्ये सबभन्दा इजी मेथड चाहिँ मैले अब बुझाइदिन्छु यहाँ मैले दुई तीनवटा मेथडहरु नै सिकाउँछु जुन चाहिँ इजी लाग्छ त्यही मेथडबाट अब सल्भ गर्ने है त ल यहाँनिर हामीलाई y dx minus x dy इक्वल टु xy dy भनेर दिएको छ है ल सो अब मैले यहाँनिर बोथ साइडमा मैले डिवाइडिङ बाइ xy गर्छु है डिवाइडिङ बाइ xy अन बोथ साइड है ल त्यहाँबाट अब हामीले y dx बाइ xy अनि फेरि माइनस x dy यहाँ बाइ xy र अनि इक्वल टु xy dy बाइ xy यहाँबाट xy पनि कट भयो यहाँदेखि x कट भयो यहाँबाट y कट भयो सो यहाँबाट हामीले अड हामीलाई यहाँनिर dx बाइ x र अनि फेरि dy बाइ y र अनि इक्वल टु हामीलाई फेरि यहाँनिर dy मात्र आयो है ल यहाँसम्म के आयो त अब हामीलाई x भएकोपट्टि चाहिँ x छुटेको छ फेरि y भएकोपट्टि y मात्रै छ कोही पनि मिक्स म्याक्स चाहिँ भएको छैन है ल केही थियो र रिदमको ल थिएन सो अब हामीलाई यहाँनिर x र y छुट्टिसकेपछि अब हामीले दुवैपट्टि के गर्छौँ त हामीले इन्टिग्रेसन गर्ने है सो अब हामीलाई इन्टिग्रेटिङ अन बोथ साइड्स वी गेट हामीलाई चाहिँ के छ त इन्टिग्रेसन अफ dx बाइ x प्लस अब चाहिँ इन्टिग्रेसन अफ dy बाइ y इक्वल टु इन्टिग्रेसन अफ y ल अब यहाँबाट त यो त अब हामीलाई एकदमै के छ त अब हामीलाई इजी नै छ ल केही थियो त उसको चाहिँ रश्मिको त्यो माइनस कसरी आयो सर ए प्लस कसरी आयो ए मैले त्यहाँ बीचमा चाहिँ माइनस र प्लस लेखेको छु ल गुड क्वेसन यहाँ यो चाहिँ माइनस नै हो है ल गुड ल सो अब हामीलाई dx बाइ x भनेको के हो त log x हो है सो dx बाइ x भनेको हाम्रो log x भयो अनि फेरि त्यहाँबाट फेरि माइनस dy बाइ y को इन्टिग्रेसन के हो त log y भयो log y र अनि इक्वल टु हामीलाई यहाँनिर dy है यो मैले y मात्र लेखेको छु सो dy को चाहिँ अब फेरि के हो त इन्टिग्रेसन भनेको y मात्र भयो है ल योसँग हामीले प्लस c पनि लेख्न मिल्छ है ल सो अब हामीले यहाँबाट के लेख्न मिल्यो त अब हामीले log a minus log b छ भने हामीले यसलाई के लेख्न मिल्छ त अब हामीले log को रुलबाट log x बाइ y लेख्न मिल्यो है सो यहाँबाट मैले यसलाई log x बाइ y इज इक्वल टु यहाँबाट मैले y प्लस c भने र अनि log c लाई पनि उतैपट्टि अब हामीले c को ठाउँमा पनि हामीले log c भन्न पनि मिल्छ है सो यहाँबाट मैले यसलाई अब के गरिदिन्छु त भने अब हामीले टेकिङ एन्टिलग यो भयो भने अब मैले x बाइ y इक्वल टु अब e को पावर y प्लस c भयो यहाँबाट x बाइ y इक्वल टु अब e को पावर y टाइम्स e को पावर c भयो यहाँबाट हामीले x इक्वल टु y e को पावर y अनि फेरि हामीलाई e को पावर c भनेको c नै लेख्न मिल्यो है सो अब हामीले यहाँबाट हामीलाई x इज इक्वल टु c अनि फेरि y अनि e को पावर y लेख्न मिल्छ है सो इफ तिमीहरूले यहाँनिर हामीलाई यो लग भित्र चाहिँ अब हामीलाई मोडुलस चाहिँ साइन हुने भएकोले यहाँनिर हामीले के राख्न मिल्छ त मोडुलस राख्न मिल्छ अथवा यहाँ हामीले प्लस माइनस लेखे पनि हुन्छ है र फेरि चाहिँ त्यो कुरा भनेको चाहिँ हामीलाई चाहिँ के हो त ऐच्छिक हामीले चाहिँ राख्दा पनि भयो अनि हामीले नराख्दा पनि मिल्छ है ल सो हामीलाई चाहिँ यसको उत्तर भनेको x इक्वल टु c y e को पावर y आउने रहेछ है ल सो अब नेक्स्ट क्वेसनमा जाम है त बी को है ल बी को पनि एकदमै हामीलाई अब हल्का हामीले यसको हामीले अब ल्याङ्ग्वेज बुझ्यौँ भने हामीलाई सहज छ है ल हामीले पहिला यसमा चाहिँ फिगर बनाउनु पर्यो है अब फिगर बनाउनको लागि हामीले यहाँ भएकोलाई मैले अब मेटाइदिन्छु है त केही छ भने क्वेसन गर्ने है केही थियो यहाँनिर 22 को ए मा यहाँनिर बुझेन हो सर एन्टी लग पछि बुझेन एन्टी लग भनेको जहाँनिर लग छ त्यो लग भएकोबाट लगलाई हटाइदिने र अनि लग नभएकोलाई e को पावरमा राख्ने हो र अनि यहाँनिर फेरि अब हामीले चाहिँ अब यहाँनिर के छ त अब हामीलाई e को पावर y प्लस c भनेकोलाई मैले पावर रुलबाट सम अफ इन्डिसेसको रुलबाट मैले ब्रेक गरेको हो लग भएकोपट्टि एन्टी लगमा चाहिँ हामीले लगलाई हटाइदिने जहाँनिर लग हुँदैन त्यहाँनिर हामीले e को पावरमा राख्ने बुझ्यौ अब ल त्यहाँबाट पनि अब बुझ्दैन भने यहाँसम्म मात्रै गर्न पनि मिल्छ है ल
सो अब बी नम्बरमा अब जाउँ है त हामी। सो अब बी नम्बरको लागि हामीलाई अ 1.6 म्यान वाक्स अवे फ्रम अ 10 मिटर ल्याम्प पोस्ट भनेको छ है। सिम्पल हामीले यसलाई पहिला हामीले फिगर बनाउँ है। सो हामीलाई एउटा ल्याम्प पोस्ट भनेर दिएको छ, यो चाहिँ 10 मिटर भनेर दिएको छ है। अनि फेरि चाहिँ हामीलाई एकजना मान्छे भनेर दिएको छ, यो भनेको 1.6 मिटर अग्लो छ है, 1.6 मिटर छ यसको चाहिँ हाइट है। र अनि अब यहाँनिर ल्याम्प पोस्टको टपमा भएको बत्तीबाट अब त्यो बत्ती मान्छेमा आउँदाखेरिमा यहाँ आयो, लाइट आयो, यो यहाँ पऱ्यो भने पक्कै पनि छाया भनेको त यसरी यहाँसम्म आउँछ नि त, जहाँ मैले यो व्हाइट डार्क गराएको छ यो भनेको छाया भयो, के भयो त यसको चाहिँ मान्छेको स्याडो भयो है त। ल सो अब इफ हामीले है, अब यहाँनिर मैले अब इफ हामीले यो चाहिँ अब हामीले मान्छे र बत्ती बिचको डिस्टेन्स चाहिँ के छ त हामीलाई, अब हामीलाई एक्स छ भने है, यो डिस्टेन्स भनेको हामीलाई चाहिँ एक्स दिएको छ भने त्यो बेलामा यतापट्टि मान्छेको छाया भनेको वाइ भनेको छ है। ल सो अब मैले यहाँ मैले यसलाई पहिला हामीले चाहिँ अब नाम दिन्छु एबिसी अनि डिई भनेर नाम दिएँ। सो अब त्यो नाम दिँदाखेरिमा अब मैले नाम दिँदाखेरिमा के भयो भने माइक म्युट गर्ने है रश्मिले। ल सो यहाँनिर मलाई अब बिई भनेको के हो त हामीलाई, बिई इक्वल टु एक्स, यो भनेको डिस्टेन्स बिट्विन ल्याम्प एन्ड म्यान है। र अनि फेरि अब हामीलाई यहाँनिर एबी भनेको के हो त, एबी इक्वल टु वाइ, यो भनेको के हो त लेन्थ अफ स्याडो हो है। सो स्याडो भयो। सो अब यहाँनिर हामीलाई 3 मिटर पर सेकेन्ड भनेर दिएको छ, के दिएको छ त मान्छेको हिँड्ने हामीलाई चाहिँ के दियो त हामीलाई यसको रेट दिएको छ के, त्यो मान्छे र ल्याम्प बिचको डिस्टेन्सको रेट दिएको छ। सो रेट दिएको छ भने हामीलाई के दिएको हो त टाइमको रेस्पेक्टमा डेरिभेटिभ दिएको भनेर थाहा पाउनु पर्यो। हामीलाई यहाँनिर dx बाई dt इक्वल टु पनि हामीलाई 3 मिटर पर सेकेन्ड भनेर दिएको छ। र अनि त्योभन्दा बाहेकमा हामीलाई कुन बेलाको रेट निकाल्नु पर्यो भने जब मान्छे चाहिँ त्यो ल्याम्प पोस्ट भन्दा चाहिँ के छ त 18 मिटर अगाडि छ भने त्यो बेलाको चाहिँ हामीलाई dy बाई dt निकाल्नु पर्यो है। हाउ फास्ट भनेको छ, फास्ट भनेको हामीलाई टाइमको रेस्पेक्टमा हो भनेर थाहा पाउनु पर्यो। सो अब हामीले हेर्ने यहाँबाट हामीलाई के निकाल्ने रहेछ त dy बाई dt इक्वल टु वाट रहेछ। सो अब dy बाई dt निकाल्नु छ भने यहाँबाट पहिला हामीले y भनेको के हो भनेर त थाहा पाउनु पर्यो है। सो अब हामीले यहाँनिर चाहिँ हामीले चाहिँ अब y भनेको के हो भनेर थाहा पाउनलाई के गर्छौँ भने यो फिगरबाट चेक गर्यो भने फिगरबाट पनि थाहा पायो होला। फिगरबाट हामीलाई ट्रायंगल एबिसी एन्ड ट्रायंगल एडिई आर सिमिलर है। यो दुईवटा ट्रायंगलहरु चाहिँ के छन् त, अब हामीलाई चाहिँ के दिएको छ त, हामीलाई दुईवटा साइडहरु के छन् त सेम एंगलमा छन्। सो अब हामीले यसलाई चाहिँ के भन्न मिल्यो त, हामीले सिमिलर ट्रायंगल भन्न मिल्यो है। त्यो छ भने साइडहरुको रेशियो चाहिँ इक्वल हुन्छ। सो अब मैले यहाँनिर के लेख्न मिल्यो भने y बाई अब बेस हेरौँ है। सो बेस हेर्दाखेरिमा y बाई x प्लस y हैन। सो दुईटाको बेस भनेको चाहिँ y बाई y भयो एउटाको, र अनि अर्कोको ट्रायंगलको फेरि ADE को फेरि x प्लस y हुने भयो। सो अब इज इक्वल टु अब हामीले यहाँनिर अब हामीले हाइट हेरौँ, त्यो भनेको एउटाको अब 1.6 छ, 1.6 बाई 10। ल अब हामीले यहाँबाट यसलाई हामीले अब के गर्ने त, हामीले दुईटालाई हामीले अब यहाँबाट दुईवटाबाट y इक्वल टु निकाल्नु पर्यो है। यो भनेको 10y अनि इट इक्वल टु 1.6x प्लस 1.6y हुने भयो। ल सो अब यहाँसम्म निकाल्यो भने अब त्यहाँबाट चाहिँ हामीले अब y निकालौँ र अनि बल्ल हामीलाई dy बाई dt निकाल्नलाई हामीलाई सहज हुन्छ है त। ल सो अब हामीले यहाँबाट 10y माइनस 1.6y इज इक्वल टु 1.6x भन्न मिल्यो। ल अब 10 माइनस 1.6 निकाल्दा त कति आउँछ, यो भनेको 8.4 हो कि हैन। ल 8.4 y इक्वल टु 1.6x भयो। यहाँबाट y इक्वल टु 1.6x बाई 84 गर्न मिल्यो। सो अब यहाँबाट यसरी हामीलाई चाहिँ 8.4 है। ल सो अब बल्ल हामीले अब dy बाई dt निकाल्ने। सो dy बाई dt निकाल्दाखेरिमा अब हामीले 1.6 बाई 8.4 र अनि यहाँबाट dx बाई dt भयो है। ल यो गर्दाखेरि के आउँछ, अब हामीले dx बाई dt भयो 1.6 बाई 8.4 र अनि टाइम्स dx बाई dt भनेको हामीलाई दिएकै छ 3 भनेर है। ल यहाँनिर 3 भयो, यो भनेको 16 बाई 84 टाइम्स 3। ल अब यहाँबाट बाँकी त आफूले अब यहाँभन्दा अब के फ्याक्टरहरु छ फ्याक्टरहरु कमन ल्याएर कट गरिदेऊ है त। ल 4 टाइम्स 4 को 4 2 1 अनि 3 अब 7 इक्वल टु 4 बाई 7 मिटर पर सेकेन्ड आउँदो रहेछ है। र अनि अब यो केसमा बीचको डिस्टेन्स भनेको 18 छ। हामीले यो केसमा dy बाई dt निकाल्दाखेरि x मात्रै भएको टर्म नआएकोले 18 चाहिँ युज नहुने रहेछ भनेर थाहा पाउनु पर्यो है त। यहाँको पहिला चाहिँ यहाँ हामीले फिगर बनाएको कसरी हो हामीले थाहा पाउनु पर्यो। त्यहाँबाट जे कुरा निकाल्नु छ त्यसैलाई हामीले टाइमको रेस्पेक्टमा डेरिभेटिभ गर्नु पर्यो है त। ल सो अब सी नम्बरमा जाम है त। अब सी नम्बरमा हामीलाई के भनेको छ भने dy बाई dx अब प्लस 2xy बाई x स्क्वायर प्लस 1 इक्वल टु 1 बाई x स्क्वायर प्लस 1 को होल स्क्वायर भनेर दिएको छ है। यो फर्मलाई हामीले लास्ट सेसनमा डिस्कस गरे चाहिँ यो भनेको कुन फर्ममा छ त, यो भनेको हामीलाई लिनियर डिफरेन्शियल इक्वेसनको फर्ममा छ है। त्यो भनेको के हो भने
dy by dx अनि प्लस py इक्वल टु q वाला फर्ममा छ। यो फर्ममा छ भने हामीले के लेख्न मिल्छ भने y इन्टु इन्टिग्रेसन फ्याक्टर र अनि इज इक्वल टु हामीलाई के थाहा छ त इन्टिग्रेसन अफ q इन्टु इन्टिग्रेसन फ्याक्टर है यहाँनिर इन्टिग्रेसन फ्याक्टर dx अनि प्लस c भनेर थाहा छ। अब यहाँनिर हामीलाई यी चाहिँ के थाहा छ त हामीलाई चाहिँ यहाँनिर इन्टिग्रेसन फ्याक्टर भनेको e टु दी पावर हामीलाई इन्टिग्रेसन अफ p dx भनेको हो। ल सो अब हामीलाई यो थाहा छ भने फर्स्टमा हामीले p र q भनेको के हो भनेर थाहा पाउनु पर्यो है। सो कम्पेयरिङ गिवन डिफरेन्शियल इक्वेसन विथ dy by dx इक्वल यसरी dy by dx प्लस py इक्वल टु q है। योसँग हामीले अब चेक गर्यौँ भने ल अब मलाई बताऊ त p भनेको कति आउँछ ल भन त p भनेको के हो 2x by x square plus 1 हो 2x by x स्क्वायर प्लस 1 भयो र अनि फेरि अब q भनेको हामीलाई 1 by x स्क्वायर प्लस 1 को होल स्क्वायर भयो। ल सो अब हामीले अब यहाँनिर के निकाल्ने भने अब हामीलाई नाउ अब चाहिँ हामीले यसको हामीले के गर्छौँ त इन्टिग्रेसन अफ p dx निकालौँ। यो भनेको हामीलाई के थाहा छ त अब हामीलाई इन्टिग्रेसन अफ 2x by p भनेको 2x by x स्क्वायर प्लस 1 dx भयो। ल अब यसको इन्टिग्रेसन के हो ल मलाई बताऊ त अब 2x by x स्क्वायर प्लस 1 को इन्टिग्रेसन के होला? रिदम प्रणिति रुबिना पुकार रश्मि जो छ जसले भन्दा पनि मिल्यो। थाहा छैन पिटाइ खान्छ है फेरि। हेलो ल यति सिम्पल इन्टिग्रेसन पनि नआउने आफिया log x square plus 1 हो log x स्क्वायर प्लस 1 है। इफ हामीलाई यहाँनिर चाहिँ के छ त अब हामीलाई डिभाइडमा भएको डेरिभेटिभ चाहिँ हामीलाई माथिपट्टि न्युमरेटरमा छ भने लग लेख्न मिल्छ। सो यो भनेको के भयो त log x स्क्वायर प्लस 1 हुने भयो। ल अब यो भयो भने अब हामीले नाउ के भन्न मिल्यो त हामीलाई चाहिँ इन्टिग्रेसन फ्याक्टर भनेको हामीलाई i अफ इक्वल टु e टु दी पावर हामीलाई के हो त इन्टिग्रेसन अफ p dx यो भनेको e को पावर p dx को इन्टिग्रेसन भनेको log x स्क्वायर प्लस 1 भनेको। सो अब यहाँनिर हामीलाई थाहा छ कि नै e को पावर log x छ भने हामीले x लेख्न मिल्छ। सो अब हामीले यहाँनिर यो भनेको के हो त x स्क्वायर प्लस 1 रहेछ है। ल सो अब नाउ अब हामीले यो पनि थाहा पाइसकेपछि अब हामीले के चाहिँ अब हामीले y इन्टु इन्टिग्रेसन फ्याक्टर इक्वल टु हामीलाई के थाहा छ त इन्टिग्रेसन अफ q इन्टु इन्टिग्रेसन फ्याक्टर अनि dx प्लस c भनेर हामीलाई थाहा छ। ल यो थाहा छ भने y इन्टु हामीलाई यहाँनिर इन्टिग्रेसन फ्याक्टर भनेको के हो त हाम्रो x स्क्वायर प्लस 1 x स्क्वायर प्लस 1 इक्वल टु q को ठाउँमा 1 बाई x स्क्वायर प्लस 1 को होल स्क्वायर भयो इन्टु हामीलाई यसको फ्याक्टर भनेको इन्टिग्रेसन फ्याक्टर भनेको x स्क्वायर प्लस 1 को होल स्क्वायर अनि यहाँनिर dx प्लस c यसरी यहाँ पावर 2 चाहिँ हैन यहाँ मात्र हो। सो यो x स्क्वायर प्लस 1 ले पावर 2 चाहिँ अब के गरे त यहाँनिर कट गरिदियो। सो अब हामीले यसलाई x स्क्वायर प्लस 1 टाइम्स y इज इक्वल टु हामीले यता यहाँनिर इन्टिग्रेसन अफ 1 बाई x स्क्वायर प्लस 1 dx प्लस c भन्न मिल्यो। यो पछि त सायद अब सल्भ गर्न आउँछ होला है। यहाँबाट हामीले अब हामीले x स्क्वायर प्लस 1 टाइम्स y इक्वल टु यो भनेको x को स्क्वायर प्लस a को स्क्वायरसँग मिल्न गयो। सो अब हामीले यसलाई tan इन्भर्स x बाई a भनेको x बाई 1 भनेको के हो त x नै हो र अनि प्लस c भयो। हामीले यति नै के रहेछ त यसको लास्ट सोल्युसन रहेछ है। ल अब यहाँसम्म पक्कै पनि बुझ्यो होला। यहाँसम्म केही कन्फ्युजन छ भने क्वेसन गर्न सक्छौ। केही छ त बोलाम न हो बोल्न किन चाहिँ लाज मानेको।